हेलो गाइस, नमस्ते। खाना पकाउन आँटेको राइस कुकरमा खाना भात पकाउने अनि ग्यासमा चाहिँ सब्जी पकाउने, सब्जी दाल पकाउने ग्यासमा चाहिँ। अनि यहाँ कुकरमा दाल पकाउन आँटेको दाल पकाउने अनि दाल र आलुको सब्जी पकाउने अनि सुकुटीको अचार बनाउने। अचार के गर्नु हुँदैछ मामु? अचार बनाएको छोरा, अचार बनाएको थिएँ। अब अचार बनाउँछु, अचार कुट्दैछु होइन। यहाँ भात तयार छ, यहाँ साग, रातो साग, लट्टेको साग रातो। अनि यहाँ चाहिँ सब्जी, कुन सब्जी हो? हेरेर त खाम जस्तो। दालको पिसेर दाल पऱ्यो। अनि यहाँ चाहिँ अचार कुट्दैछु। गर्मी भएर बाहिर बसेको नि, टाइम पर्छ नि, भित्र गर्मी गर्नु छ। फेरि पनि त्यो छतको तातो हावा आउँदछ कि, तातो हावाबाट बस्नु सक्दैन। यहाँ भुइँमा काप्चा बस्छ, कति चिसो आनन्द शीतल हुन्छ क्या। भित्र त पङ्खा लगाए पनि गर्मी, त्यो दिनभरि तातेको त्यो छत हुँदछ क्या, त्यसले सबै तातो मात्रै खेल्छ। त्यस्तै हो, गर्मी छ नि त। त्यही कारण बाहिर टेसेसमा बसेको शीतल छ नि त, टेसेसमा बस्नु। यहाँ अब अचार बनाउँछु। अनि डेडलाई बोला न खानु। ड्याडी आउनु अरे हो। म पनि छु गाइस, यहाँ म पनि छु है। म पनि चाहिँ गर्मी भएर भेष लागेको छुइनँ हो। धेरै गर्मी भयो भने भेष लगा भनेको मान्दैन। ड्याडी आउनु अरे हो। सेन्टो पनि लगाइराख्नु नि। ड्याडी आफ्नै तालमा बिजी हुनुहुन्छ। डेडलाई बोला छिटो। ड्याडी पोस्ट हान्नु हुँदैछ, पोस्ट। छिटो आउनु। ड्याडी फेसबुकमा पोस्ट हान्नु हुँदैछ। सञ्जीव श्रेष्ठ हो है, ड्याडीको फेसबुकमा फलो गर्नु होला। सञ्जीव श्रेष्ठ पुरै हाल्नु हुँदैछ, पुरै मकै कुटेको हुनुहुन्छ। अचार भइसक्यो त। यो मसिनो हुँदैन नि त, नभए मसिनो पार्नु पर्यो नि धुलो। खै हेरौँ न त अचार पनि। छेउबाट गर्दा त पुरै क्लियर आउँदो रहेछ नि त होइन? खै यहाँ हेर्नु, यस्तो लाइक जाओस् एउटा लाइक ल।